हामी घर रक्की घर हिँड्दैछौँ र उहाँ टुरिस्ट पनि भेटाए र रक्कीलाई पनि लिएर जाँदैछौँ। हेर्नुहोस् र मेरो बुढिया चाहिँ तल। कता घर गएको? ल ओके, हामी घर लागेको। ले एस्ट्रनिङ आइपुग्यौँ। रक्की पनि आज चाहिँ घर फर्केको। र गाइस यो भिडियोलाई चाहिँ जति सक्दो सेयर फलो कमेन्ट चाहिँ अवश्य गर्नु होला। ल है हामी चाहिँ लाग्दैछौँ आज घर। दिनडुम्बो छ र एस्ट्रनिङ पनि काट्यौँ र अलिकति मुनि आइपुगेको छौँ। सडक निस्केर जाने हो। हेर्नुहोस् न बाटो अप्ठ्यारो छ। के भनेपछि बल्ल बल्ल सडक निस्क्यौँ र यो चाहिँ चौतारा हो। छोडेर चाहिँ यता लाग्यौँ। चौरी चरिरहेको छ। गोरु पोखरी के भन्छ यसको नाम? यहाँ आइपुग्यौँ। कुले पानी नेपाल रोडबाट आएको र यो देख्नु हुँदैछ यो चाहिँ इन्डिया रोड हो। गुराँस के मजाले फुलेको। यहाँ पुग्यो मेरो बुढियाहरू। तुबारी आइपुग्यो। हेर्नुहोस् यी टुरिस्ट लिएको गाडी फर्किँदैछ। चतुबारी जहाँ चाहिँ आपा फिल्म सुटिङ भएको जग्गा हो। यो माथि पिलरमा आइपुगेको छौँ। यो हो अस्तिको भिडियोमा पनि देखाएको थिएँ नेपाल इलाम। यता चाहिँ दार्जिलिङ। मेरो बुढी चाहिँ दार्जिलिङमै छ। लाग्यो यहाँबाट पनि नेपाल तर्फबाट आएको यो गाडी चाहिँ इन्डियापट्टिबाट जाँदैछ। हामी चाहिँ यता छौँ। चियापत्ती बगान जस्तो छ। यो चाहिँ चत्तुबारी मुनि। यहाँ चाहिँ सन्दकपुरमा चाहिँ यत्रो यत्रो बोटमा पनि भुइँमा फुल्छ गुराँसी। गाडी चाहिँ मारिमञ्ज्याङ फर्किँदैछ। ल मारिमञ्ज्याङ फर्किँदैछ। अनि पछाडिबाट पनि हामी चाहिँ यहाँ साइडमा छौँ। पछाडिबाट पनि आउँदैछ। बाटोमा पनि हाम्रो मारिमञ्ज्याङको ड्राइभरले चाहिँ गाडी चाहिँ यसो ल्याउँछ। अब चाहिँ हाम्रो हिँडाइ ओमे दाजुको गाडी पनि भन्ज्याङ लाग्यो। हामी चाहिँ यो पछि गाडी अपमा जाँदैछ र हामी चाहिँ यता जाँदैछौँ। बिखेमा फुलेको गुराँसको फुल। बिखे भन्ज्याङ आइपुग्यौँ। यो चाहिँ बिखे भन्ज्याङमा भएको माने हो र बिखे भन्ज्याङ आइपुग्यौँ क्या साथीभाइ हो। ल गुमा फोटो खिचिदिनु अरे। रक्कीसँग फोटो पनि खिच्यो। ल लागौँ। देखि चाहिँ यो ओह्रालो भएर जानुपर्छ र माथिबाट चाहिँ मेरो श्रीमती आउँदैछ। रक्की यहाँ आइपुगिहाल्यो। यो चाहिँ बिखे भन्ज्याङ आइपुग्यौँ। भन्ज्याङमा चाहिँ एउटा मात्र घर छ। छुले भाइको, छुले साथीको। फरेस्ट चेकपोस्ट भएर चाहिँ यो उकालो चाहिँ सन्दकपुर जानुपर्छ र यो चाहिँ नेपालको बाटो हो। फेरि मेरो बुढियाले चाहिँ फेरि फोटो खिच्ने अरे। ठिकै छ, फोटो खिचिदिनु पऱ्यो। बसिरहेको छ। फोटो पनि खिचिसकेँ। यस्तो धुम्म छ है यहाँको मौसम, बिखेको मौसम। उसले हिँड्ने बेलामा चाहिँ पानी पिउँदैछ। पिइसक्यो र माथिबाट चाहिँ सन्दकपुरबाट चाहिँ गाडी आउँदैछ। यो चाहिँ नेपाल रोडबाट चाहिँ मारिमञ्ज्याङ गएको यो गाडी।
मानेभन्ज्याङ गएको यो चाहिँ नेपाल रोड हो साथीभाइ हो गयो आज थुप्रै गाडी थियो रहेछ है अब चाहिँ हाम्रो चाहिँ 11 नम्बर पानी मैला नखा ल लाग्यौँ रिङ्गो टिप्दैछ खोइ देखाउ त कस्तो हुन्छ लेकको जरिङ्गो चाहिँ लेकको जरिङ्गो यो चाहिँ अन्डासँग चाहिँ दामी हुन्छ रिङ्गो देखेनौ यहाँनिर रिङ्गोको बोट चाहिँ यस्तो हुन्छ यस्तो हुन्छ है साथीभाइ हो यो चाहिँ बिकेको छेउमा टिपेको रिम्बिकको कल्पनाले भन्दै थियो पायो भने चाहिँ कान्छी साग ल्याइदिनु नि भन्दै थियो यी कान्छी साग चाहिँ अहिले भर्खर हुँदो रहेछ है यो बिखेतिर चाहिँ हुँदैछ जरिङ्गो पनि पुरा रहेछ टिप्दैछु लेक जरिङ्गो यी बिकेको छेउमा पाएको है यो चाहिँ पोखरी आइपुग्यौँ साग टिप्दै खोले पोखरी चौर हो यो चाहिँ दिन खुलेको भए चाहिँ कञ्चनजङ्घाको दृश्य चाहिँ अति राम्रो देखिन्थ्यो र अब चाहिँ लागेको हामी धुमो छ खोले पोखरीमा र यहाँ हामी चाहिँ एकछिन बिसाएको छौँ यसरी बसिरहेको छ मेरो कुकुर यता मम्मी र अब जाने हामी चाहिँ लाग्यौँ हामी राखे रिम्बिक फाटक आइपुग्नु आँट्यो यो चाहिँ गुराँसघारी छ दुईजना है मैला पानी नखान्छस् रिम्बिक फाटकदेखि चाहिँ मानेभन्ज्याङ 7 किलोमिटर हेर्नुहोस् 27 किलोमिटर हामी चाहिँ रिम्बिक फाटक आइपुग्यौँ यो सन्दकपुरबाट आउने बाटो यो उता चौरी चोक जाने बाटो अनि यो चाहिँ रिम्बिक जाने बाटो यो मानेभन्ज्याङ हस्ता अब एकछिन बिसाउने लागेको रिम्बिक फाटकबाट यो हतारिएर चाहिँ हामी रिम्बिक यो बाटो मानेभन्ज्याङ गाडीमा यतै बिटिटी पाउँदैछ अलिअलि एक छाक चाहिँ हुने रहेछ गुराँसघारीमा हुन्छ नि त साथीभाइ हो पुग्न आँट्यौँ मेरो श्रीमती र मेरो डगी चाहिँ यहाँ छ र यहाँ हेर्नुहोस् यत्रो फुचुना रुखमा चाहिँ गुराँस चाहिँ हेर्नुहोस् नि यस्तो फुलेको छ है अब चाहिँ खाजा खाने उपर लेकको फुल चाहिँ यस्तो हुन्छ है साथीभाइ हो अब चाहिँ खाजा खाने जग्गा आइपुग्न आँट्यो यहाँ त यो गुराँस फुलेर पनि सुकिसकेछ अब चाहिँ यहाँ बसेर लिएको खाजा चाहिँ खाने यो गेटमा खान्छ है साथीभाइ हो खाजा चाहिँ अब तयारी भयो यसको बिस्कुट चाहिँ भुलिराखेछ हेर्नुहोस् मेरो डगीलाई यो अनि मुरै चिया ल्याएको छु चिनीको चिया ओइ डगी अब हातले फिट्दियो खान्छ खाँदैन भोक लाग्यो खाए मेरो सुरु गरौँ हाम्रो चाहिँ अन्डा बोइल एग चिया अन्डा र हेर्नुहोस् है म पनि अन्डा ल्याउँदैछु चटनी दामी
खाजा पनि खाइसक्यौँ अब हिँड्ने बेला भयो अनि तपाईँहरू कसै पनि यो बाटो आउनु भयो भने चाहिँ देख्नुहुँदैछ यो रिम्बिकबाट आउने बाटो हो यो गेट छ र पानी छैन भने चाहिँ पानी तपाईँले बोक्नु भएको छैन भने चाहिँ टक्कै यो गेट छ गेटदेखि टक्कै यो ओह्रालो जानुहोस् यो तल चाहिँ तपाईँले पिउने पानी पाउनुहुन्छ है चाहिँ लाग्ने हामी सक्यौँ अब चाहिँ लाग्ने ल कुकुर खोला खुसी लागेको अब खाजा खाइसक्यौँ साथीभाइ हो हामी यहाँ आइपुग्यौँ अब लाग्दैछौँ पुग्नु अझै बाँकी छ जङ्गलको बाटो भएर रमिते बिसाउने जग्गामा आइपुग्नु आँट्यौँ अब एकछिन बिसाउँछौँ हामी चाहिँ अहिले रमिते आइपुग्यौँ अब एकछिन बिसाउँछौँ चिया खान्छौँ पहिला चाहिँ यहाँ पुरा मैला फाल्थ्यो यो रमवाला यो दुनियाँहरू बाटो हिँड्नेले हो अहिले चाहिँ रिम्बीको छोम्बे औलाहरूले सफा गरेर चाहिँ यो डस्टबिन राखिदिएको छ हेर्नुहोस् अहिले चाहिँ एकदम क्लिन छ यो साइडमा पुरा मैला हुन्थ्यो क्या बस अन्त के पानी हातले पक्रेर खाँदा पनि जोगीको झोला जस्तो छ तेरो आप्पाको झोला है म चिया खान्छु यसलाई उता बस यहाँबाट लाग्यौँ यो रमितेबाट जग्गा आइपुग्यौँ यो चाहिँ नाम्लादेखि अलिकति माथिपट्टि पर्छ र मेरो डगी पनि पुरा तिर्काएको थियो अघि खाइसके पानी ल अब यहाँदेखि चाहिँ लाग्ने हो चल चल श्रीमती पछाडि आउँदैछ र म र मेरो डगी चाहिँ अगाडि आएको छु किन बाटो अप्ठ्यारो थियो नि त उसले उयो हिँडाउनु सक्दैन र अब चाहिँ उसले हिँडाउँछ ल यहाँ बिसायौँ हिँड्दैछ आइपुग्न आँट्यो आजको भिडियो यति नै बल्ल बल्ल गाउँ आइपुग्यो नाम्ला अब यहाँदेखि त निकै तल जानुपर्छ नेक्स्ट भिडियोमा भेटौँला किनकि पानी पनि पर्नु थाल्यो यी बुढियाले रेनकोट लाउँदैछ म चाहिँ अब छाता छ अनि यसको चाहिँ केही पनि छैन यो भित्ने भयो हवस् त नेक्स्ट भिडियोमा भेटौँला।